साथीहरु नमस्कार, ह्याप्पी दीपावली। साथीहरु यस्तो पटाका घरमा बनाउनको लागि हजुरहरुलाई एउटा बोतल चाहिन्छ। 2 लिटरको 1 लिटरको 1.5 लिटरको जति भए पनि हुन्छ र एउटा ग्यासको चुलो जलाउने लाइटर चाहिन्छ। अब हामी यसको तला चाहिँ पाल पार्छौं लाइटर पस्ने जतिको र लाइटर हामीले भित्र घुसाउँछौं। यसरी भित्र घुसाएर हामीले फेभिक्विकले यसलाई चिपकाएर एकदम जाम गर्दिन्छौं र माथिबाट माटो लगाइदिन्छौं र फेरि फेभिक्विक लगाइदिन्छौं। भनाइको मतलब के हो भने यो लिकेज हुनु भएन। र त्यसपछि हाम्रो चाहिँ यो रकेट लन्चर तयार भयो दीपावलीको लागि। अब यसमा हामी अलिकति पानी र अलिकति कार्बाइड हालेर हामीले यसलाई युज गर्ने छौं। धन्यवाद।